हामीहरू चाहिँ विकेन्डमा त गयौँ तर अलि डे टाइममा गएको भएको भएर अलि त्यस्तो चमक धमक चाहिँ थिएन बेलुका पख चाहिँ एकदमै रमाइलो हुन्छ अरे अनि हामीहरू चाहिँ यही खाने भनेर गएको नि त सुरुमै हामीले पानीपुरी खाने डिसाइड गर्यौं पानीपुरी चाहिँ 5वटा फ्लेभरको थियो हजुरहरूले जुन खाँदा पनि हुन्छ हामीहरूले चाहिँ एक एक गर्दै 5वटा फ्लेभर खायौं त्यसमध्ये चाहिँ 3वटा फ्लेभर चाहिँ हामीलाई एकदमै बेस्ट लाग्यो हो पानीपुरी खाइसकेपछि चाहिँ हामीले अर्को फुड ट्रकदेखि चाहिँ 2 प्लेट चिकन मोमो अर्डर गर्यौं मोमो चाहिँ ठिकै ठिकै थियो तर अचार चाहिँ हामीले खाने जस्तो थिएन कस्तो कस्तो भएको भएर मिठो लागेन अनि ड्रम स्टिक पनि अर्डर गर्यौं यो चाहिँ कलरले मात्र रेड देखेको तर केही मिठो थिएन अनि चिया खाने भन्यौं लास्टमा चाहिँ खाँदै जाम भनेर अनि चिया चाहिँ 5 मा 4 दिए मैले किनकि उहाँहरूले पहिले बनाउनु भएको हुँदो रहेछ चिसो भएको भएर नत्र अरु चाहिँ मिठो थियो अनि खाएर पचाउनलाई चाहिँ हामी चाहिँ फोटो भिडियो टिकटक बनाउनतिर गयौं 2-4वटा फोटो भिडियो लिइसकेपछि चाहिँ हामीहरू 2 मिनेट जस्तो अगाडि वाक गर्दै गइराखेका थियौं त्यहाँ चाहिँ अपनी मन्जी भन्ने चाहिँ इन्डियन ग्रोसरी मार्केट रहेछ हामीले चाहिँ त्यहाँ पसम भनेर पसेको यति धेरै फ्रेश भेजिटेबल्सहरु देखेर हामी त वाउ भएको कि धेरै पछि यत्रो फ्रेश ठुलो मार्केट देखेको नि त अनि त्यसपछि हाम्रो खानपिन र इन्डियनको खानपिन त मिल्छ त्यही भएर चाहिँ घरमा पनि अलिअलि ग्रोसरी सकिराखेको थियो हामीले चाहिँ लिने डिसाइड गरेर भित्र छिर्यौं यहाँ हेर्नु कस्तो राम्रो खुर्सानी देखेर पकोडा खाने यस्तै खुर्सानी रहेछ अरे अनि यहाँ बुइनीहरु चाहिँ यहाँ सागपात कहिले नदेखे जस्तो यो पनि राम्रो त्यो पनि राम्रो भन्दै खुसी हुँदैछन् अनि हामीले चाहिँ के चाहिएछ सबै यता उता ग्रोसरी सबै गर्यौं है कति धेरै चीजहरु धेरै अप्सनहरु थियो धेरै ठुलो हैन ग्रोसरी कार्ड फुल भइसकेपछि हामीहरु चाहिँ चेक आउट तिर लाग्यौं कति धेरै सामान चाहिँ हेर्नु ल गदै गरेको बुदानी यता हैन दुर्गा दिदी की रुममेट ए पहिला के एक्स रुममेट subscribe my she is quite famous on TikTok subscribe my YouTube channel खासमा हामीले भिडियो खिचिराखेको देखेर चाहिँ क्याशियरले चाहिँ डु यु गाइज हैव युट्युब च्यानल आर यु गाइज यु भ्लगर भनेर सोधिराखेको भएर हामीलाई चाहिँ छ हो बुढी मिठाई बुढी नेपालको ब्ल्याक फरेस्ट हेर्न हामीहरु चाहिँ ग्रोसरी चेक आउट गरिसकेपछि पान खादै जाम भनेर स्वीट डिपार्टमेन्टमा गयौं त्यहाँ चाहिँ पानको अप्सन यति धेरै देखेर के खाम कुन खाम भन्ने भयो अनि एक एकवटा लियौं पान चाहिँ लास्टै गुलियो थियो मिठो मन पराउने मान्छेको लागि एकदमै राम्रो छ हामी चाहिँ त्यस्तो स्वीट धेरै नखाने भएको भएर त्यति वाउ लागेन है अनि यदि तपाईहरुलाई गुलियो मन पर्छ भने एकदमै अप्सन छ एकदमै धेरै धेरै चीजहरु छ यदि तपाईहरु फ्रीमन जाँदै हुनुहुन्छ भने चाँदनी चोकमा गएर पानीपुरी खान चाहिँ नछुटाउनु ल थ्यांक यू गाइस बाइ